हेर्नुहोस् त पहिला तेल चाहिँ डढायो मजाले अर्ग्यानिक आगोमा टक्क वा आफ्नै चाहिँ चट्ट पारामा आफ्नै लोकल सिस्टम हो है फेरि यो आफ्नै सिस्टममा यहाँ कतिजना छ हेर्नु त तीनजना दुईजना तीनजना मिलेर होइन अर्ग्यानिक चट्ट आगोमा हो यो तरिकाले चाहिँ हाम्रो यहाँ साफा हुन्छ ल सबास हो पुरा खैरो हुनु पऱ्यो होइन एकछिन फ्राई हुन्छ फ्राई भइसकेपछि यसको चाहिँ कलर चाहिँ खैरो भइरहेको नि रिएक्सन ल्याउँछ होला होइन किनकि झ्वाएर पानी हाल्नुपर्छ कति पोइन्ट चट्ट बाक्लो हुन्छ होइन बिस्तारै खाल्थ्यो त्यसलाई गरम मसला बचेन गरम मसला यहाँसम्म पकाउने हुन्छ फाइनल चरणमा हाम्रो यस्तो भयो है यो फाइनल चरणमा चट्ट